खोजिरहेको थिएँ यो त यता पो बसिरहेको रहेछ किन पर नआएको आज के भयो मलाई नबोला यहाँ मलाई कस्तो भइरहेछ यहाँनिर के भयो फेरि हरेस लाग्छ हेर्न यहाँ के गरौँ भनेर म यहाँ सोच्दै छु घाम लाग्छ यस्तो है खेती गरेको पनि केही हुँदैन बारले खाइदिएर मृगले खाइदिएर लोकचोकेले खाइदियो इस्कुस रोटी केही हुँदैन अनि यसो सोच्दै बसेको नि यसो कामहरू भएको भए त यसो गर्नु हुन्थ्यो तँलाई थाहा छैन कसै कामहरू यताउता काम भएको भए त म आफै पनि गरिहाल्थेँ हेर्न अब यतिकै त नबसौँ होला हौ काम त खोज्नुपर्छ नि काम नगरी त हुँदैन यताउता ओलेङथोलेङ पर्खी मैले त पर मेरो एउटा साथीलाई सोधेको छु हो यदि त्यसले कामको भ्याकेन्सी छ भने चाहिँ तँलाई म भन्छु नि ल म पनि गर्छु तँ पनि गर्न ल दुईजना गरौँ न ल तर त्यति सजिलो त काम त पाउँदैन होला हौ काम पाउनु जतिको साह्रो त केही पो छैन ए यो दुईजना त यहाँ पाएर बसिराखेको छ पर कति बोलायो के भयो दुईजना निराश स्याड छौ त दुईजनै ऊपर मैले मेलाई बोलाएको कि यो यहीँ बसिरहेको रहेछ हो यसलाई कामको खोजी काम चाहियो अरे अन्त यसको कुरा सुनेर मलाई पनि के गर्नु यत्रो साल भयो हामी यतिकै बसेको हामीलाई काम चाहिला जस्तो छैन चाहिन्छ नि काम हामीले पनि काम गर्नुपर्छ यतिमै त निराश भएको नि त यस्तो कुरामै स्याड भएको नि त अन्त जहिले तैले यतिकै बस्नु त भएन नि मैले एउटा भ्याकेन्सी पाएको छु कामको गर्छस् जस्तै दुःख भए पनि म गर्छु जस्तै साह्रो काम भए पनि म गर्छु मैले एउटा भ्याकेन्सी पाएको छु कि टाढो होइन उहाँ दार्जिलिङमा हौ बजारमा अन्त कस्तो काम चाहिँ छेउ पो पर्यो त अन्त हामीलाई त है नजिकै छ त्यहाँ दार्जिलिङमा चौरस्ता भन्ने जग्गा सुनेको होइन चौरस्ता गएको होइन तिमीहरू चौरस्तामा छ कि काम चाहिँ त्यहाँ चौरस्तामा चाहिँ त्यो भानुभक्तको मूर्ति छ हो अन्त त्यो भानुभक्तको मूर्तिलाई चाहिँ नि रेनी सिजनमा बर्खामा चाहिँ छाता ओराउने काम छ हौ अलिक मजाले हाँस है तिमीहरूलाई हँसा पनि यस्तो जहिले तहिले गरेर बसिरहन्छौ तिमीहरू स्याड भएर कहिलेसम्म अन्त ओइ छाता ओराउने काममा जा अब काममा परे मलाई पनि चाहिएको थियो कि काम अब त्यस्तो तेरो लागि पनि पाएको छु नि मैले अन्त काम यसलाई बर्खामा तँलाई त अहिले गरम महिनामा अहिले गरम छैन अन्त अब त तँलाई त गरम महिनामा म मिलाइदिन्छु नि त मैले पाएको छु होइन यसलाई त अब मैले अब यो स्याड देखेर निराश भएको देखेर चाहिँ अब हँसाउनुलाई अब साथी भाइ हो होइन यो स्याड हुँदा त मलाई पनि स्याड हुनु मन लाग्छ होइन अन्त हँसाउनुलाई यसलाई त होइन तेरो लागि त मैले काम पाएको छु है मलाई चाहिँ लु भन् त यसको जस्तो त होइन होला नि हावाको त्यत्रो टाढो पनि होइन त्यत्रो टाढो जानु पर्दैन उहाँ बिजनबारीमा छ तेरो लागि त्यो टिनटिन कम्प्लेक्सको माथि अरुणा लामाको मूर्ति छ कि हो उसलाई चाहिँ त्यहाँ बस्दा 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 यो गरममा नि पुरा तिर्खाम लाग्छ अरे हो पुरा घाम बेला बेला लगेर खुवाउने काम तिमीहरू जहिले तैँले कामको लागि निराश भएर बस्छौ अन्त कोही बेला त